आज म यस भिडियोमा एरेको स्पेसिफिक पोजिसनमा भएको भ्यालुहरूको सम कसरी निकाल्ने भन्ने प्रोग्रामको बारेमा कुरा गर्न गइराखेको छु। यहाँबाट मैले सिम्पल एउटा क्वेसन लेखेको छु। राइट ए प्रोग्राम टु एड भ्यालुज स्टोर इन इभन पोजिसन्स अफ एन एरे। यहाँ के भनिएको छ त एरेको इभन पोजिसनमा स्टोर भएको भ्यालुहरूको सम चाहिएको छ। दिस इज नट आस्किङ अस टु एड इभन नम्बर्स स्टोर विथिन द एरे। ओके, एरेमा स्टोर भएको इभन नम्बरको सम चाहिएको होइन कि एरेको इभन पोजिसनमा भएको भ्यालुहरूको सम चाहिएको। जस्तै कि एउटा फर इक्जाम्पल हामीसँग एउटा सिम्पल एउटा एरे छ। ओके, एउटा सिम्पल एरे छ र यो साइज 10 छ। यो एरेमा पहिलो एलिमेन्ट द्याट इज 11 बट इट इज स्टोर इन द इन्डेक्स 0, द्याट इज द इन्डेक्स 0। ओके, त्यस्तै गरेर हाम्रो 3 छ द्याट इज स्टोर विथिन द इन्डेक्स 2, that 98 in index 4. So we need the sum of these values. 11 को चाहियो, यो चाहियो, then this one, okay, this one and this one. किन भन्दाखेरि हामीलाई एरेको इभन पोजिसन भनिराखेको छ। सो एरेको इन्डेक्स 0 बाट सुरु हुन्छ। 0 इज इभन, 0 plus 2, 2 is the even, 2 plus 2 4, 4 plus 2 6. So we will be using a for loop in which we will be incrementing counter value by 2. Okay, initially counter will be initialized with 0 and that will be incremented by 2. Now let's declare a simple array int arr is equal to a value राखौं 22 3 4 then 98 then 99 then 78 then 76. ओके फाइन। अब एउटा इनरको सम स्टोर गर्नको लागि एउटा भेरिएबल सम बनाऊ। जसरी लुप चलाऊ int I is equal to 0, I less than ar dot length, that will provide length of the array, then I is equal to I plus 2. very simple. Okay, I लाई 1 ले नै increment गर्नु पर्छ भन्ने छैन। I can be incremented by any value 2 3 4 5 6 by any values. Okay, now sum plus is equal to arr I र यसले के गर्छ त इनिशियली 0 plus 11 गरेर हामीलाई 11 दिन्छ, त्यसपछि 11 plus 3 गरेर 14 दिन्छ एन्ड सो अन। किन भन्दाखेरि हाम्रो 0 पहिलो इभन पोजिसनमा 11 छ, द्याट इज 0 इज इभन नम्बर। त्यस्तै गरेर सेकेन्ड इभन पोजिसन भनेको हाम्रो 2 हो, 2 मा 3 छ र अर्को भनेको 4 इज द इभन पोजिसन 98 छ एन्ड सो अन। दिस विल गो अन एडिङ all the elements stored within the even position because we have initialized I with the 0 and incremented I by 2. यदि हामीलाई हरेक चौथो एलिमेन्टको सम चाहियो भनेको भए के गर्थ्यो त we will be initializing I by 3 and we will increment I by 4. ओके, चौथो भनेपछि यो एलिमेन्ट भयो हाम्रो र त्यसपछिको चौथो भनेको यो 7 मा जुन छ यो हुने भयो। सो इनिशियली I 3 plus 4 7 7 4 11 त्यस्तो गरेर त्यो पोजिसनको एलिमेन्ट हामी एक्सेस गर्न सक्छौं। ओके, नाउ लेट्स डिस्प्ले दिस system.out.println sum plus sum. Okay, very fine. Okay, let's run this. Okay, now we are getting this 80. Okay, यहाँ जुन आइराखेको छ sum that okay I had 3 गर्छु, sorry my mistake। 0 गरौँ, यहाँ 2 गरौँ। अहिले हामीलाई इभन पोजिसनको चाहिएको छ हरेक चौथो होइन। सो लेट्स क्लियर दिस। ओके 190। जस्तै अहिले मैले अब चौथो पोजिसनको भनेको भए यहाँ 3 गर्थेँ, यसलाई 4 ले इन्क्रिमेन्ट गर्थेँ र यसलाई सेभ गरौँ। लेट्स क्लियर स्क्रिन, रिकम्पाइल दिस, then execute 80। फोर्थमा हाम्रो कति थियो त यहाँ 4 छ थर्डमा हैन। त्यसपछिको चौथो एलिमेन्ट भने दैट इज 76। ओके, 4 plus 76 दैट इज 80। ओके, पर्फेक्ट। यसरी हामी के गर्न सक्छौं त एरेको इन्डेक्सलाई जति नम्बरले पनि इन्क्रिमेन्ट गर्न सक्छौं, तर क्वेशनमा जति भने त्यही अनुसार गर्नु पर्यो। ओके, सो अब यसरी हामीले एरेको इन्डेक्स अनुसार एरेको एलिमेन्टहरु एक्सेस गर्न सक्छौं एन्ड दैट इज पोसिबल इन एरे बिकज र्यान्डम एक्सेस इज पोसिबल विथ द एरे। र्यान्डम एक्सेस भनेको हामीलाई यदि एलिमेन्टको पोजिसन छ भने सिधै यहाँ सुरुबाट नगइकन सिधै त्यो पोजिसनको एलिमेन्ट एक्सेस गर्न सक्छौं। जस्तै हामीले छैठौं एलिमेन्ट चाहियो भने
ARR 5 गर्न साथै हामी छैठौं एलिमेन्ट प्राप्त गर्न सक्छौं। यो सुरुदेखि एउटा भिजिट गरेर सिक्वेन्शियली जानु पर्दैन। र्यान्डम एक्सेस इज पोसिबल विथ द एरे। ओके, अब यसैलाई हामी अर्को तरिकाबाट गर्न सक्छौं। जस्तै i लाई 1 बाट इन्क्रिमेन्ट गर्यो, i प्लस गर्यो। ओके फाइन, i इज इन्क्रिमेन्टेड बाइ 1 भने हामी के गर्न सक्छौं त, हामीले एउटा लुप इफ कन्डिसन राख्नु पर्ने हुन्छ, डिभाइडेड बाइ टु 0। ओके, द्याट विल गिभ अस द i को भ्यालु इभन जुन छ त्यो पोजिसनको मात्र यसले एलिमेन्टहरुको सम गर्छ। जस्तै 0 हुँदाखेरि 0 मोडुलस 2 इज 0 र i को भ्यालु 1 हुन्छ। 1 लाई 2 ले डिभाइड गर्दा रिमाइन्डर 1 हुन्छ। द्याट कन्डिसन इज फल्स। अनि i को भ्यालु 2 हुँदा 2 डिभाइड बाइ 2 रिमाइन्डर विल बी 0। सम यहाँ भित्र जाने भयो, सम गर्ने भयो। 3 हुँदाखेरि 3 लाई 2 ले डिभाइड गर्दा रिमाइन्डर 1 आउँछ एन्ड सो अन। यदि हामीले चौथो पोजिसनको एलिमेन्ट चाहियो भने हामीले यहाँ 3 गर्छौं, i लाई 3 ले इन्क्रिमेन्ट गर्छौं। ओके, 0 बाट गर्यो भने हामी के गर्छ त, i विल बी डिभाइडेड बाइ 4 र हाम्रो रिमाइन्डर कति हुनु पर्यो, 0 हुनु पर्यो। ओके फाइन, 4 ले डिभाइड गर्दाखेरि रिमाइन्डर 0। ओके, 3 गर्न सक्छौं किन भन्दाखेरि हाम्रो इन्डेक्स 3 मा हाम्रो चौथो एलिमेन्ट हुन्छ। सो यदि i को लागि 0 बाट इनिशियलाइज गरेको छ र i लाई 4 ले डिभाइड गर्दा यदि रिमाइन्डर 3 भयो भने द्याट इज द फोर्थ पोजिसन। 4 वा 4 को मल्टिप्लाई गर्दै जाँदाखेरि जुन पोजिसन आउँछ त्यसको मात्र यसले सम निकाल्छ। सो इन दिस वे वी क्यान एक्सेस एनी एलिमेन्ट अफ द एरे। ओके, एनी एलिमेन्ट फ्रम एनी पोजिसन बिकज र्यान्डम एक्सेस इज पोसिबल विथ द एरे। र याद गर्नु, यहाँ हामीलाई क्वेसनले प्रश्न के भनेको छ त, हामीलाई इभन पोजिसनको एलिमेन्टहरुको मात्र सम चाहिएको छ। हामीलाई इभन नम्बरहरुको सम भनेको छैन, एरेमा भएको इभन नम्बरको सम भनेको छैन। यदि हामीलाई एरेको इभन नम्बरको सम निकाल्यो भनेको भए यो 22 भयो, यो अनि यो दुईटा यिनीहरुको सम गर्नुपर्ने हुन्थ्यो। बट आवर क्वेसन हैज नट आस्क्ड दिस। Okay, our question is asking to get the sum of elements stored in the even position. Okay, we have to access the position. Okay, यो माथि जुन हाम्रो इन्डेक्स छ, यो इन्डेक्स को इवन जुन छ त्यसको मात्र सम निकाल्नु पर्यो। Okay, simple. Okay, thank you very much for watching. Thank you very much.